नमस्ते हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा रेसिपी क्लब नेपाल। आज म बनाउन गइरहेको छु चिकन छोले रेस्टुरेन्ट स्टाइलमा। त्यसको लागि जिन्जर चप गर्ने जुलियन स्टाइलमा। जिन्जर चप गरिसकेपछि लसुन पनि जुनियर स्टाइलमा चप गर्ने। जुनियर चप गरेपछि लसुनको पात चप गर्ने अलि लामो। धनिया पनि चप गरिदिने। अनि टमाटर 2 टुक्रामा काट्ने। काटिसकेपछि म चिकन काट्न गइरहेको छु। बोनलेस चिकनलाई बिचबाट कटिङ गर्ने र सानो स्लाइसमा काट्ने। चिकनको स्लाइस चाहिँ यत्रो हुनुपर्छ। ग्यास बाले मैले र प्यान तताएर तेल हालिदिने। तोरीको तेललाई मजाले तात्तिन दिने। तातिसकेपछि काटेको चिकनलाई पनि डाप्ने। त्यसलाई चाहिँ यताउता लगाइदिने। अनि अर्को साइड पल्टाउने। त्यसलाई चाहिँ मजासँग पाक्न दिनुपर्छ। र त्यसमा टमाटर पनि दाबिदिने। टमाटर हालिसकेपछि म थोरै तेल हाल्छु। टमाटरलाई नै अर्को साइड पल्टाउने। र फेरि तेल यताउता गरिदिने। चिकन टमाटरलाई चाहिँ एक ठाउँमा बलमा निकालिदिने। टमाटरलाई मजासँग चप गर्ने। यसलाई चाहिँ मजासँग चप गर्नुपर्छ। तपाईँले पिस्दा नि हुन्छ। र त्यसको लागि जिन्जर र मैले लसुन हालेँ र लसुनको पात, धनिया, नुन, टिमुर, धनिया पाउडर, जिरा पाउडर र चिल्ली फ्लेक्स हालेर म हर्सस हाल्छु र मेथीले झानिदिने। झानिसकेपछि त्यसमा चिकन हालिदिने र मजाले मिक्स गर्ने। यसलाई चाहिँ मजाले मिक्स गर्न दिनुपर्छ। म प्लेटिङ गर्न गइरहेको छु। यसलाई चाहिँ चिउरासँग खायो भने मिठो हुन्छ।
र म साइडमा चिउरा नि हाल्छु। तपाईहरु पनि बनाउन सक्नुहुन्छ यसरी घरमा चिकन छोइला रेस्टुरेन्ट स्टाइलमा। मेरो भिडियोलाई लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला। हामी अर्को भिडियोमा भेट्नेछौँ।